हस्त यहाँहरु सबैलाई जय मसीह। म यार खालिङ जिजस द अलमाइटी मार्फत हजुरको माझमा आएको छु। म फेरि बिब्लियोलोजीको केही भागहरू लिएर आएको छु। म यसलाई सिरिज जस्तो लिएर जाने छु। मैले यो भन्दा अगाडि बिब्लियोलोजी डक्ट्रिन अफ द बाइबलको विषयमा, बाइबलको सिद्धान्तहरूको विषयमा बोले। अनि बाइबलको अर्थ के हो, अनि त्यहाँनिर यो कसरी आयो भन्ने विषयहरूमा, अनि धर्मग्रन्थको अर्थ के हो, त्यसरी नै वाइ बाइबल इज डिभाइन बुक भन्ने नि बाइबल किन दिव्य पवित्र पुस्तक हो भनेर विषयमा बोले। अनि त्यसरी नै त्यसको निष्कर्षहरू आयो। अनि डिभाइन रेभलेसन अफ द बाइबलको विषयमा पनि बोलेको छु। अनि त्यसको अर्थहरू के हो तपाईले हेर्न सक्नुहुनेछ। प्रोभिडेन्सहरूको विषयमा बोलेको छु। अब चाहिँ म तपाईहरुको माझमा अब विवेक भनेको के हो, यो पनि एउटा बिब्लियोलोजीको एउटा भाग नै हो। तपाईहरुलाई म सिकाउन गइरहेको छु। विवेक भनेको के हो भनेको छ, यसको उत्तर हामी हेर्नै छौं। नयाँ करारमा सबैभन्दा सन्दर्भहरूमा विवेकको लागि प्रयोग गरिएको ग्रीक शब्द हो सुनाइडिसिस, जसको अर्थ हो नैतिक चेतना वा नैतिक सचेतता। यो परमेश्वरद्वारा दिएको हुन्छ, जसले मानिसलाई सही र गलत छुट्याउनमा सहयोग गर्छ अथवा मद्दत गर्छ। अनि परमेश्वरले कसरी विवेक मार्फत आफूलाई प्रकट गर्नुभयो भन्दाखेरि चाहिँ हामीले एउटा वचन हेर्नुपर्ने हुन्छ। परमेश्वरले कसरी विवेक मार्फत आफूलाई प्रकट गर्नुभयो भन्दाखेरि चाहिँ रोमी 2:14-15 पद अनुसार यहाँ यसरी लेखेको छ, किनकि व्यवस्था नहुने अन्य जातिहरू स्वभावले व्यवस्था अनुसारका काम गर्दछन् भने तिनीहरूको व्यवस्था नभए तापनि तिनीहरू आफ्ना निम्ति आफै व्यवस्था हुन्छन्। 15 व्यवस्थाले चाहेका कुराहरू आफ्नो हृदयमा लेखिएका तिनीहरू देखाउँछन् र तिनीहरूको आफ्नै विवेकले पनि गवाई दिन्छ र तिनीहरूका विचारहरूले कहिले तिनीहरूलाई दोस्याउँछन् र कहिले समर्थन गर्छन् भनेको छ। यहाँनिर विवेकलाई कसरी प्रकट गर्नुभयो परमेश्वरले आफूलाई विवेक मार्फत भनेको चाहिँ हामीले यसको भर्स लिन सक्छौँ। रोमी 2:2 भर्स 14 र 15 लिन सक्छौँ। यहाँ धेरै अन्य जातिहरूले यहुदी व्यवस्थाको विषयमा थाहा नपाएर व्यवस्थाले जे भन्छ स्वभावले त्यसले पालन गर्छन्, तर उनीहरूलाई थाहा नभएर पनि उनीहरूले त्यो काम गरिरहेको छ। अनि तिनीहरूलाई चाहिँ एउटा स्वाभाविक व्यवस्था मान्दछ। उदाहरणको लागि हामी हेर्न सक्छौँ, यहुदी व्यवस्थाले भन्छ नचोर, नमार, नढाँट भन्छ नि, तर अन्य जातिहरूले पनि मार्नु, चोर्नु, खराब काम गर्नु यो खराब नै हो भन्ने उनीहरूलाई थाहा हुन्छ। अनि यहुदी व्यवस्थाले चाहिँ भन्छ मानिसले आफ्नो छिमेकीलाई दया देखाउनु, अनि राजाहरूलाई मान्नु, अनि बिरामीहरूलाई सहायता दिनुपर्छ भन्ने कुराहरू गर्छ। त्यो इत्यादि धेरै कुराहरू गर्छ। तर अन्य जातिहरूले पनि यी सबै कुराहरू गर्छन् भन्छ। असल र खराबको भेद चाहिँ तिनीहरूलाई याद छ भन्छ, किनभने आफ्नो विवेकले तिनीहरूलाई चाहिँ के छ भने त्यो भेद देखाउँछ भन्छ। त्यो विवेकले चाहिँ त्यसरी काम गर्छ। तिनीहरूले खराब काम गर्दा आफ्नो विवेकले दोष लगाउँछ र असल काम गर्दा विवेकले तिनीहरूलाई समर्थन पनि गर्छ भन्छ। वास्तवमा यहाँनिर मुख्य कुराहरू बारे यहुदी व्यवस्था र स्वाभाविक व्यवस्थामा त्यति फरक छैन भन्छ। विशेष फरक यो हो, यहुदी व्यवस्था चाहिँ पहिला शिलापाटीहरूमा लेखिएको थियो। प्रस्थान हामी 24:12 हेर्छौँ, त्यहाँ पाउँछौँ। तर स्वाभाविक व्यवस्था मानिसहरूका हृदयमा लेखिएको छ भनेको यो फरक छ। अनि यहाँनिर अर्को कुरा चाहिँ के छ भन्दाखेरि रोमी 2:14-15 अनुसार परमेश्वरले आफ्नै सम्बन्धमा अन्तर्ज्ञान मानिसहरूको हृदयमा राख्नु भएको छ भन्छ। यहुदीलाई चाहिँ लेखिएको व्यवस्थाको आधारमा न्याय गरिनेछ भने अन्य जातिहरूलाई चाहिँ उनीहरूको हृदयमा लेखिएको विवेकको अव्यक्त अनराइटिन व्यवस्थाको आधारमा न्याय गरिनेछ भनेको छ। अनि
विवेक मानिसको आत्मामा रहेको परमेश्वरको एक आन्तरिक निगरानी वा आवाज हो भन्छ। त्यसैले कुनै पनि मानिस परमेश्वरको न्यायबाट उम्कन सक्दैन भन्छ। रोमी के भन्छ 1:19 र 20 हेऱ्यो भने हामी त्यहाँ भेटाउनेछौँ। यो पदमा यसरी लेखेको छ, म पढ्नेछु। रोमी 1:19 र 20। परमेश्वरको विषयमा जान्न सकिने कुरा तिनीहरूमा प्रष्टै छ, किनकि परमेश्वरले तिनीहरूलाई त्यो कुरा देखाइदिनु भएको छ। उहाँको अदृश्य गुण 20, उहाँको अदृश्य गुण अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाएका थोकहरूमा छर्लङ्गै देखिएको छ। यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन भन्छ। कस्तो मजाको कुरा छ। अनि यहाँनिर संसारको सृष्टिबाट परमेश्वरको अनन्त शक्ति र ईश्वरीय स्वभाव चाहिँ छर्लङ्गै देखिएको छ भन्छ। अनि अर्को कुरा चाहिँ सबै मानिसहरू त्यो देख्न सक्छन् भन्छ। तिनीहरू जस्तै अब हामी पहाड पर्वतहरू अनि विभिन्न तारा आकाश यो के भन्छ क्षितिज सबै कुरा हामी देख्न सक्छौँ। अनि एउटा प्रश्न उठ्छ, त्यो चाहिँ कसले बनायो भन्दाखेरि चाहिँ हामीले बुझ्नुपर्छ। परमेश्वरले दिएको ज्ञान विवेक हामीले चलाउनु पर्ने हुन्छ अनि वचनमा एभिडेन्सहरू हेर्नुपर्ने हुन्छ। परमेश्वर बिना यो के भन्छ, यो सबै थोक सृष्टि भएन भन्छ। अनि सृष्टि गरिएको यो आँखाले देखिने कुराहरू पनि सबै कुरा यो बनाउने परमेश्वरले मात्र यस्तो काम गर्न सक्नुहुन्छ भन्ने कुराहरूको हामीले अलिकति एभिडेन्स हेऱ्यो भने भजन सङ्ग्रह साम्स च्याप्टर 19:1-4 मा पनि हामी त्यहाँ भेट्छौँ। तैपनि मानिसहरूलाई चाहिँ सत्यलाई अधर्मले के गरेको छ, दबाई राखेको छ। साँचो कुरालाई चाहिँ अधर्मले चाहिँ के गरेको छ, दबाई राखेको छ। त्यसको अर्थ चाहिँ के हुन्छ नि, पापको कारणले गर्दा र संसारको रङ्गीचङ्गीले गर्दाखेरि अनि पापलाई प्राथमिक दिएको कारणले गर्दाखेरि तिनीहरूले चाहिँ त्यो अधर्म कुराहरू नराम्रो कुराहरूले चाहिँ त्यो कुराहरूलाई देख्न उनीहरूले रुचाएको छैन अथवा देखेको छैन भन्छ। तिनीहरूले इन्कार गरेको छ। त्यसै कारणले चाहिँ परमेश्वरलाई उनीहरूले के गरेको छ, इन्कार गरेको छ भन्नु चाहिँ एक्युरेट हो। त्यसै कारण यिनीहरूलाई चाहिँ कुनै पनि रीतिले उनीहरूलाई विवेक पनि दिएको छ, उनीहरूलाई थाहा छ यसलाई बनाउने कोही छ भने। त्यसै कारणले गर्दाखेरि यसमा कुनै पनि किसिममा के छैन भन्दाखेरि बहाना छैन। समय हो, राइट समय हो। अनि यहाँनिर के भनेको छ भन्दाखेरि चाहिँ अनि अर्को कुरा चाहिँ के छ, विशेष प्रकटीकरणको परिभाषा। विशेष प्रकटीकरण भनेको चाहिँ परमेश्वरको यस्तो कार्य हो जसद्वारा उहाँले विशेष समयमा विशेष मानिसहरूलाई के गरेको छ, आफूलाई प्रकट गर्नुहुन्छ र आफूलाई चिन्ह दिनुहुन्छ। यो राइट टाइम हो। तपाईँहरूले यदि परमेश्वरलाई चिन्नु भएको छैन भने चिन्नु होला, विश्वास गर्नुहोस्। अनि अर्को कुरा चाहिँ उहाँले विशेष प्रकटीकरणमा आफूलाई कसरी प्रकट गर्नुभयो भन्छ। परमेश्वरले आफूलाई कसरी प्रकट गर्नुभयो भन्दाखेरि चाहिँ यसको उत्तर हामी हेऱ्यौँ भने चाहिँ विशेष प्रकटीकरणमा चाहिँ परमेश्वरले आफूलाई भौतिक रूपमा, हेर्नुहोस् है, राम्रोसँग सुन्नुहोस् है, भौतिक रूपमा, सपनामा, दर्शनहरूमा, चिट्ठाहरूमा अनि युरिम एन्ड थुमिममा मार्फत पनि परमेश्वरले प्रकट गर्नुभयो भन्छ। विशेष प्रकटीकरणका सबैभन्दा महत्त्वपूर्ण रूपहरू हुन् भन्छ यो सबै। येशू ख्रीष्ट र धर्मशास्त्र निसन्देह र ख्रीष्टको विषयमा जुन कुरा थाहा छ त्यो सबै धर्मशास्त्र मार्फत नै थाहा हुन्छ भन्छ। त्यसैले विशेष प्रकटीकरण मुख्य रूपमा धर्मशास्त्रमा पाइन्छ भनेर भन्न सकिन्छ। त्यसै कारणले अहिले हामीलाई तपाईँ अनि हाम्रो माझमा चाहिँ परमेश्वरले दिएको पुस्तक वचन छ, वर्ड छ, के भन्छ त्यही नै परमेश्वर, वर्ड अफ गड भन्छौँ हामी। परमेश्वरको वचन नै के हो, परमेश्वर हुनुहुन्छ। त्यसै कारणले अहिले चाहिँ हामीले मेन फोकस गर्ने भनेको चाहिँ परमेश्वरले दिएको विवेक, परमेश्वरले दिएको वचनमा हामी हेर्नुपर्ने हुन्छ, त्यो स्टडी गर्नुपर्ने हुन्छ। अनि अर्को कुरा चाहिँ के छ भन्दाखेरि अनि यो चाहिँ इनहेरेन्सी, अब यहाँनिर अर्को छ इनहेरेन्सी भनेको के हो भन्दाखेरि चाहिँ त्रुटिहीनता भन्छ। यो चाहिँ के छ अरे, परमेश्वरको वचन चाहिँ एकदमै त्रुटिहीनता छ भने इनहेरेन्सी भनेको अब तपाईँहरूलाई म भन्छु त्रुटिहीनता भनेको के हो, इनहेरेन्सी भनेको के हो।
साधारण रूपमा भन्ने हो भने चाहिँ त्रुटिहीनता भन्नाले कुनै पनि गल्ती वा अशुद्धता नरहेको अवस्थालाई चाहिँ जनाउँछ। बाइबलका लेखकहरू पवित्र आत्माद्वारा निर्देशित थिए, जसका कारण उनले लेखेका सत्यमा कुनै गल्ती अशुद्धता थिएन भन्छ। त्यसै कारणले परमेश्वरको वचन चाहिँ यति साह्रो के भन्छ त्रुटिहीनता छ, इनहेरेन्सी छ, यति साह्रो राइट छ भनेर यहाँनिर यसले उयो गर्छ। अनि यो मैले यो अहिले बोलेको कुराले मात्र तपाईँहरूले योभन्दा मेरो अगाडिको भिडियोलाई पनि तपाईँले हेर्नुपर्ने हुन्छ, यसको अगाडि पछाडि, किनभने योभन्दा अगाडि मैले त्यो अथरहरूको नामहरू दिएको छु अनि त्यसको ठाउँहरू पेसाहरूको विषयमा दिएको छु। अनि यो वचनहरू सुनेर तपाईँहरू पनि आशिषित हुनुहोस्। अनि अब म यसको फेरि अब मेरो अर्को उयसमा आयो भने चाहिँ इन्सपिरेसन भन्ने आउँछ, इन्सपिरेसन अफ द बाइबल, बाइबलको प्रेरणा के हो भन्ने भने बाइबलको प्रेरणाको विषयमा त्यसको परिभाषाहरू म तपाईँहरूलाई भन्नेछु। मेरो यो भिडियो चाहिँ तपाईँले सबै हेऱ्यो भने मात्रै तपाईँहरूले बिब्लियोलोजीको विषयमा धेरै ज्ञान पाउनुहुन्छ भन्ने म आशा गर्छु। हस् त, सबैलाई जय मसी, गड ब्लेस यु अल।